बेलायतमा उच्च शिक्षा ग्रहण गर्न आएका नेपाली विद्यार्थीहरू पछिल्लो समयमा बढ्दो रूपमा विभिन्न ठगीका घटनाहरूको शिकार बन्दै आएका छन्। विशेष गरी सामाजिक सञ्जालहरू जस्तै फेसबुक, इन्स्टाग्राम र व्हाट्सएप जस्ता अनलाइन प्लेटफर्महरू मार्फत हुने यी ठगीहरूले विद्यार्थीहरूलाई आर्थिक रूपमा मात्र होइन मानसिक रूपमा पनि गहिरो असर पारिरहेको छ। अनलाइन प्लेटफर्म मार्फत काम उपलब्ध छ वा सस्तो कोठा भन्दै सम्पर्क गरिन्छ। त्यसपछि पैसा मागिन्छ। पैसा पठाएपछि सम्बन्धित व्यक्ति सम्पर्कविहीन हुने गरेका घटना पनि बढ्दै गएको छ। नेपाली हो भनेर कोठामा बस्दाको डिपोजिट फिर्ता गर्ने विश्वास पनि दिलाइन्छ र पछि डिपोजिट फिर्ता नहुने जस्ता घटना पनि धेरै बढेको छ। अनलाइन ग्रुपहरू वा पेजहरूमा तुरुन्त काम उपलब्ध छ, पार्ट टाइम जबमा राम्रो तलब वा रेस्टुरेन्ट फ्रेन्डली जस्ता आकर्षक विज्ञापनहरू पोस्ट गरिन्छ। विद्यार्थीहरूले सम्पर्क गर्दा उनीहरूसँग एप्लिकेसन फी, ट्रेनिङ फी वा डिपोजिट फीको नाममा केही पाउन्डहरू मागिन्छ। पैसा ट्रान्सफर गरेपछि ठगहरूले फोन नम्बर ब्लक गर्ने वा सम्पर्कविहीन हुने गरेका जस्ता घटना पनि धेरै भइरहेको छ। त्यस्तै बेलायतमा कोठा वा फ्ल्याट खोज्नु नयाँ विद्यार्थीको लागि ठूलो चुनौतीपूर्ण हुन्छ। सस्तो कोठा वा नेपाली रुममेट सेयरिङ वा स्टेसनको नजिकै छ जस्ता पोस्टहरू राखेर विद्यार्थीहरूलाई सम्पर्क गरिन्छ र एडभान्स र डिपोजिटको नाममा पैसा मागिन्छ। जब पैसा पठाएपछि कोठाको ठेगाना दिन्छु भन्दै ढिला गर्ने र केही समयपछि सम्पर्कविहीन हुने जस्ता घटनाहरूले धेरै विद्यार्थीहरू पीडित बनेका छन्। पछिल्लो समय सबैभन्दा धेरै पैसा सतहीमा पनि धेरै ठगी भइरहेको पाएको छ। बेलायतमा नेपाली रुपियाँसँग पाउन्ड साट्ने प्रचलनले धेरै विद्यार्थीहरू ठगीमा परेका छन्। आफ्नो कलेजको फी तिर्नको लागि पाउन्डसँग नेपाली पैसा साट्दाखेरि धेरै ठगी भइरहेको धेरै समाचारहरू पनि आइरहेको छ। विशेष गरी इमिग्रेसन ल सम्बन्धी थुप्रै चेन्जेस हुँदै गर्दा धेरै विद्यार्थीहरू स्पोन्सरसिप भिसाको लोभमा पनि ठगिने गरेको पाएको छ। स्पोन्सर भिसा दिलाइदिने भन्दै ठूलो अकाउन्टमा पैसा लिने र स्पोन्सरसिप दिने समयमा गायब वा सम्पर्कविहीन हुने जस्ता घटनाले धेरै नेपाली विद्यार्थीहरू ठूलो घाटामा परिरहेका छन्। यस्ता घटनाहरूको असर आर्थिक भन्दा बढी मानसिक हुने गरेको पाएको छ। विद्यार्थीहरूले घर परिवारलाई यस्ता कुराहरू बताउन नसक्ने र उनीहरूलाई एक्लो महसुस हुने गरी पाएको छ। पढाइमा ध्यान दिन नसक्ने, राति निद्रा नलाग्ने, तनाव बढ्ने र डिप्रेसनको शिकार पनि भएका छन्। अन्तर्राष्ट्रिय विद्यार्थीहरूमा मानसिक स्वास्थ्य समस्या 30% पनि बढेको छ, जसमा ठगीहरू मुख्य कारण पनि बनेको छ। बेलायतमा नेपाली विद्यार्थीहरूको संख्या पछिल्लो 5 वर्षमा दोब्बर भएको छ। धेरै विद्यार्थीहरूले सजगता अपनाउने वा कुनै पनि कारोबार गर्दा ध्यान दिएमा यस्ता ठगीबाट बच्न सकिन्छ।